भूमाफियाहरूको चङ्गुलमा परेको गिरिबन्धु टी स्टेटको जग्गा बारेको चर्चा चलिएको छ। विगतमा पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले जग्गा सट्टापट्टा तथा हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको गिरिबन्धु टी स्टेटको जग्गा सर्टी प्रकरणबारे सरकारले अनुसन्धान गर्ने बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली समेत जोडिएको गिरिबन्धु टी स्टेट्सको जग्गा घोटाला प्रकरणको छानबिन सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको उद्घोष। ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरिबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन अगाडि बढाइने जानकारी। सानोतिनो संलग्नताबाट त यो काम त भएको छैन होला। उहाँको चाहिँ संलग्नता छ कि छैन भने कसको संलग्नता छ? यहाँ प्रष्टसँगले लेखिएको छ कि चिया बगान रहेसम्म मात्रै यो जग्गा गिरिबन्धुको हो, नत्र यो जग्गा सरकारी। यहाँनिर 500 बिघाको मात्रै होइन, त्योभन्दा धेरै बढी जग्गाको कुरा हुँदैछ। त्यति धेरै जग्गा एउटै कम्पनीको नाममा छ। यो अरबौं होइन खरबौंको जग्गाको मूल्यको कुरा हुँदैछ यो ठाउँमा। अब गिरिबन्धुलाई चाहिएको थियो त्यस्तो एउटा खेलाडी जसले संसद र सरकारमै पुगेर त्यो महेन्द्रकालीन ऐनलाई संशोधन गर्न सकोस्, जसमध्येमा गिरिबन्धुहरूले धेरैवटा खेलाडीहरूको परीक्षण गरे र अन्त्यमा खरा दरा खतरा खेलाडी मिले केपी ओली। यो जग्गा हात पार्नको लागि मल्होत्राले करोड नभएर अरबौं रुपियाँ पहिला नै खर्च गरिसकेका छन्। दोस्रो पटक जब केपी ओली फेरि प्रधानमन्त्री भएर आए, यो जानेर रोकिएको थियो, त्यही ठाउँबाट फेरि खेल सुरु भयो। त्यो बेलामा केपी ओली सरकारले राजपत्रमा सूचना निकालेको थियो, त्यही हो। यसमा टेकनारायण पाण्डेको पनि सही छ। अन्त्यमा त्यो हेर्नु होला। सिधा त्यो ऐन हेर्दैखेरि पनि थाहा पाइन्छ यो गिरिबन्धुको सट्टापट्टा गर्नकै लागि भनेर ल्याइएको नियम थियो। यो राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रले समेत रोकेर राखेको त्यो ऐन केपी ओलीको पालामा संशोधन भयो, भूमाफियालाई फाइदा हुने गरी। यो मुद्दा सँगसँगै त्यो बेलाको अदालतले दुईटा क्रान्तिकारी निर्णय गरिदिन्छ। अब यहाँनिर गिरिबन्धुको जग्गाको कुरा हुँदैछ, त्यो काममा त सबै केपी ओली सरकारले नै काम बिगारेको रहेछ। अब शेरबहादुर देउवालाई ल्याएर यो ठाउँमा किन मुसेको भन्ने तपाईँको मनमा पक्का प्रश्न उठेको हुनुपर्छ। खेल बडो रोचक छ, कोही चोखा छैनन् यहाँ। विक्रम सम्वत 2020 पञ्चायती व्यवस्था सुरु भएको केही वर्ष मात्रै भएको थियो। जोर सोरले पञ्चायती व्यवस्था अगाडि बढ्दै थियो। राजा महेन्द्रले एकपछि अर्को गर्दै क्रान्तिकारी निर्णयहरू गर्दै थिए। झापाका एकजना जमिनदार शमशेर गिरीसँग 300 देखि 500 बिघा अथवा त्योभन्दा पनि बढी जमिन थियो। विक्रम सम्वत 2021 सालमा राजा महेन्द्रले एउटा क्रान्तिकारी भूमि सुधार ऐन ल्याउन लागेका थिए, जसले शमशेर गिरी जस्ता जमिनदारहरूको जग्गामा हदबन्दी तोकेर बढी भएको जग्गा सरकारले खोज्ने एउटा नियम आउन तर्खरमा थियो, जस अनुसार तराईमा 11 बिघा, पहाडमा 75 रोपनी र काठमाडौँ उपत्यकामा 30 रोपनी भन्दा बढी जग्गा नपाइने भन्ने एउटा नियम आउँदै थियो चाँडै। अब 11 बिघा भन्दा बढी जमिन राख्न नपाउने, तर गिरीसँग थियो 500 बिघा भन्दा बढी जमिन। अब यसरी हदबन्दी भन्दा बढी जमिन जसको थियो त्यो सरकारले मुआवजा दिएर अथवा खोसेर आफूले लिएर जग्गा नहुने अरू किसानहरूलाई अथवा त्यो जग्गालाई सरकारीकरण गर्ने एउटा नीति आउँदै थियो चाँडै नै। तर देशमा उद्योग खुलुन् र जनताले रोजगारी पाउन् भनेर त्यो नियममा एउटा कन्डिसन पनि राखेको थियो, जस अनुसार यदि त्यो जग्गा हदबन्दी भन्दा बढी भएको जग्गा कृषि उद्योग या अन्य सहकारी खेती गर्ने संस्था अथवा शिक्षण संस्था अथवा हस्पिटल आदि संस्थाहरूको भोग चलनमा रहेको छ भने त्यसलाई चाहिँ यो हदबन्दीको नियमले नछुने भन्ने एउटा नियम आउँदै थियो। यसको लागि सरकारले केही पछि यस्तो खालको एउटा राजपत्रमा सूचना पनि प्रकाशित गरेको थियो, जुन तपाईँले यहाँ स्क्रिनमा देख्दै हुनुहुन्छ। त्यो बेला यो सूचना बाहिर आउनुभन्दा अगाडि नै दरबारका नजिक भएका केही मानिसहरूले यो सूचना सरकारले राजपत्रमा निकाल्दैछ त्योभन्दा अगाडि नै के व्यवस्था गर्नु भनेर जमिनदारहरूलाई चुहाएर उनीहरूको बचावट गरेका थिए त्यो बेलामा। जसमध्येमा झापामा भएका दरबार नजिकका पञ्च बुधकरण राजवंशी, जो आफू पनि जमिनदार नै थिए, उनले यो सूचना पहिला नै पाइसकेका थिए। यसअनुसार उक्त हदबन्दीको कानुन छेक्नको लागि र आफ्नो जमिन कसरी बचाउन सकिन्छ भन्नको लागि राजवंशीले बुधकरण टी स्टेट पनि बनाएका थिए त्यही बेलामा। उनकै सल्लाह अनुसार शमशेर गिरीले पनि आफ्नो जति पनि सम्पत्ति छ त्यो सबै आफू, आफ्ना दुई श्रीमती र दुवै श्रीमतीपतिका छोराहरूलाई बराबरी स्वामित्व रहने गरी गिरिबन्धु टी स्टेट नामको एउटा कम्पनी खोलेका थिए त्यो बेलामा। जब 2021 सालमा उक्त भूमि सुधार ऐन फर्मल्ली बाहिर आउँछ, त्यसमा यस्ता खालका उद्योग जुन चिया उद्योग खोलेको थियो अहिले, त्यस्ता उद्योगहरूलाई यो अहिले निस्किएको हदबन्दीले नछुने, तर यदि कुनै पनि कारणले भविष्यमा गएर त्यो उद्योग बन्द गर्नु पर्यो अथवा अब जुन उद्योग गर्छु भनेको त्यो उद्योग नचलाउने हो भने त्यसरी हदबन्दी भन्दा बढी पाएको जमिन जति छ त्यो कुनै पनि अवस्थामा बेच्न पाइँदैन थियो त्यो नियम अनुसार। यदि कम्पनी नै विघटन भयो भने पनि त्यो सबै जग्गा राज्यको अधीनमा आउँथ्यो। अर्थात् छोटो सिधा अर्थमा भन्ने हो भने गिरिबन्धु टी स्टेटको जुन जग्गा थियो सरकारले त्यो बेलामा हदबन्दीको लागि भनेर दिएको, त्यो सरकारी जग्गा थियो, गिरिबन्धुलाई भोग चलनको लागि मात्रै दिएको थियो।
गिरीबन्धुले जुन हदबन्दी भन्दा बढीको जग्गा छ त्यो हदबन्दी भन्दा बढीको जग्गामा टी स्टेट खोल्न पाऊँ, चिया बगान खोल्न पाऊँ, म मान्छेहरूलाई रोजगारी दिन्छु भनेर सरकारसँग बिन्ती हाल्यो र सरकारले हुन्छ भनेर छुट दियो। त्यो बेलामा सरकारले निकालेको यो सूचना पनि मैले स्क्रिनमा देखाउँदैछु, एकपटक हेर्नु होला। यो त्यो बेला निकालिएको सरकारी सूचना हो गिरीबन्धु टी स्टेटको लागि। यसरी ललिता निवास काण्ड होस् कि बाल मन्दिरको काण्ड होस् या त यो गिरीबन्धु टी स्टेटको काण्ड होस्, जेसुकै होस्, यी सबै काण्डहरू त्यो बेलामा महेन्द्रको सरकारले जुन भूमि सुधार ऐन ल्याएको थियो 21 सालमा, त्यो ऐन छल्नको लागि अथवा सरकारको आँखामा छारो हाल्नको लागि रचिएका जति प्रपञ्चहरू थिए तिनै प्रपञ्चका बाछिटाहरू मात्रै हुन् यिनीहरू। अर्थात् एकदमै छोटकरीमा सरल भाषामा भन्नुपर्दाखेरि गिरीबन्धुले चिया बगानको लागि भनेर पाएको त्यो जति पनि जग्गा थियो त्यो कुनै पनि कारणले उसले बेच्न पाउँदैन या त्यसको सट्टामा अरू कतैतिरको जग्गा सट्टा भर्न पनि पाउँदैन उसले। जब त्यो चिया बगान त्यहाँबाट उठ्छ अथवा बन्द हुन्छ अथवा त्यहाँबाट अन्तै कतै सारिन्छ त्यो सबै जग्गा सरकारको हुन्छ कानुन अनुसार। कानुन त गिरीबन्धुको जग्गा हुँदै होइन, त्यो सरकारको जग्गा हो। मात्रै उसले भोग चलन गर्न किन पायो भन्दा हदबन्दीबाट बच्नको लागि उसले एउटा उपाय निकाल्यो, सरकारले त्यसको लागि एक्सेप्सन दियो, द्याट्स इट। अब यो राजपत्रमा त्यो बेलामा निकालेको सूचना हेर्नुभयो भने यहाँ प्रष्टसँगले लेखिएको छ कि चिया बगान रहेसम्म मात्रै यो जग्गा गिरीबन्धुको हो, नत्र यो जग्गा सरकारी। त्यो बेला यो जग्गा भएको स्थान सहरभन्दा अलिक पर एकान्त ठाउँमा, खुल्ला ठाउँमा, त्यसको खासै मूल्य थिएन, खासै कसैले मतलब पनि गरेन। हदबन्दीबाट बच्ने उपाय त रोजे गिरीले त्यो बेलामा, तर बिस्तारै बिस्तारै सहरीकरण बढ्दै गयो, जग्गाको भाउले आकाश छुँदै गयो अनि छेउैको बिर्ता मोड क्रमशः पूर्वको राजधानी जस्तै हुने गरेर बिजनेस हब बन्दै गयो। यो चिया बगान भएको जुन जग्गा छ त्यो बिस्तारो बिस्तारो हिराको टुक्रा भन्दा पनि अमूल्य हुन थाल्यो। अनफर्चुनेटली अरू भिडियोहरूमा मैले भने जस्तै गरी यहाँ पनि बहुदल आइसकेपछि भूमाफियाहरूको आँखामा यो जग्गा पनि पर्यो र यो जग्गा हत्याउनको लागि विभिन्न हत्कण्डाहरू भए र यसको लागि सहयोग गर्न थाले स्थानीय नेता, केन्द्रीय नेता, मन्त्री, प्रधानमन्त्री, व्यापारी, तस्करहरू सबै लागेर पैसाको लागि। यहाँनिर शमशेर एन गङ्गादेवी अर्थात् शमशेरटी.com भन्ने एउटा वेबसाइटमा हेर्ने हो भने यो कम्पनीको 3वटा यस्ता चिया बगानहरू भएको देख्न सकिन्छ। 400 एकरमा फैलिएको शमशेर टी स्टेट, 600 एकरमा फैलिएको गिरीबन्धु टी स्टेट अनि 100 एकरमा फैलिएको यतिन टी स्टेट, 3वटा चिया बगानहरू। यो सत्य हो यदि उनीहरूले लेखेको यो वेबसाइटमा भने यहाँनिर 500 बिघाको मात्रै होइन त्योभन्दा धेरै बढी जग्गाको कुरा हुँदैछ। त्यति धेरै जग्गा एउटै कम्पनीको नाममा छ। यो अरबौं होइन खरबौंको जग्गाको मूल्यको कुरा हुँदैछ यो ठाउँमा। अनि कम्पनीको लिडरसिपमा गएर हेर्ने हो भने यो कम्पनीका मालिक र म्यानेजिङ डाइरेक्टर छन् छत्रगिरी अनि अरू डाइरेक्टरहरूको नाममा हेर्दाखेरि 2 जना अरूको नाम देखिन्छ, 1 जना अंशुगिरी र अर्को यतिनगिरी। अब केही समय पछाडि छत्रगिरी जो यसका म्यानेजिङ डाइरेक्टर पनि हुन् उनले धोका दिएको र उनले एक्लैले यो कम्पनी हडपेको र त्यो कुरा गलत भएको भनेर छत्रगिरीका भाइहरू अर्थात् अरू शेयर होल्डरहरूले मुद्दा हालेको पनि देखिन्छ र ती भाइहरूले एउटा विज्ञप्ति पनि जारी गरेको देखिन्छ जुन म स्क्रिनमा देखाउँदैछु। यो विज्ञप्ति अनुसार यसका मालिक छत्रबहादुर गिरीले स्थानीय जग्गा व्यापारी र एजेन्टहरूबाट सो जग्गाबाट पछि करोडौं नाफा हुने र माथिसम्म मैले हिसाब किताब मिलाइसकेको र अब बेच्न तयार गरेको भन्दै करोडौं रुपियाँ त बैना मात्रै लिएको भनिएको छ यही विज्ञप्तिमा, उनका भाइहरूले निकालेको विज्ञप्तिमा। अर्थात् शेयर होल्डरहरूकै बीचमा पनि एकमत नभएको र जग्गा कसले पाउने, कति पाउने भन्ने विषयमा झगडा भएको प्रष्ट देखिन्छ यो जग्गाको सम्पत्तिको विषयलाई लिएर। यसैबाट पनि यो जग्गा कति बहुमूल्य छ भनेर अड्कल लगाउन सकिन्छ। यही बीचमा धेरै पटक त्यो जग्गा व्यक्तिको नाममा लैजानको लागि अथवा त्यो जग्गाको सट्टामा अन्तै कतै जग्गा लिनको लागि सट्टा पट्टा गर्नको लागि त्यो जग्गा हत्याउने धेरैवटा खेलहरू भएको देखिन्छ। तर राजा महेन्द्रको पालामा ल्याइएको जुन भूमि सुधार सम्बन्धी ऐन थियो, कानुन थियो, त्यसमा रहेको कडा प्रावधानको कारणले यो सबै सफल हुन सकिरहेको थिएन, नियम कानुनले छेकिरहेको थियो। त्यसै बीचमा बहुदल आयो। अब गिरीबन्धुलाई चाहिएको थियो त्यस्तो एउटा खेलाडी जसले संसद र सरकारमै पुगेर त्यो महेन्द्रकालीन ऐनलाई संशोधन गर्न सकोस्, जसमध्येमा गिरीबन्धुहरूले धेरैवटा खेलाडीहरूको परीक्षण गरे र अन्त्यमा खरा दरा खतरा खेलाडी मिले केपी ओली र उनले यसलाई अलमोस्ट सम्भव तुल्याए। त्यो कसरी अब हेरौँ। जब बिर्ता मोड र त्यस वरपरको जग्गाको भाउले आकाश छुन थाल्यो, गिरीबन्धु चिया बगान जसको बीच बाटोबाट राजमार्ग कुद्छ अनि एकदमै पाएक पर्ने ठाउँमा भएकोले यो जग्गाको मूल्य बिस्तारै हिराको मूल्य बराबर हुँदै जान्छ, हिराको टुक्रा हुँदै जान्छ यो जग्गा। अब यो चिया बगानले ओगटेको जुन जग्गा छ त्यसमा पनि घडेरी बनाएर, घर बनाएर, कोलोनीहरू बनाएर, अपार्टमेन्टहरू बनाएर बेच्नको लागि भनेर रियल
इस्टेट व्यापारीहरू सलबलाउन थाल्छन्, जसमा नाम मुछिन्छ दीपक मल्होत्राको। मेरो यो भन्दा अगाडिका भिडियोहरू हेर्नु भएको भएदेखि यो सुनकाण्डको भिडियोमा पनि दीपक मल्होत्राको नाम मुछेको थियो, याद गर्नु भएको होला। उनी एमालेका मुख्य चन्दादाता मानिन्छन्। यदि समाचारहरूमा बताइए अनुसार त्यसलाई विश्वास गर्ने हो भने यो जग्गा हात पार्नको लागि मल्होत्राले करोड नभएर अरबौं रुपियाँ पहिला नै खर्च गरिसकेका छन्। अब बिस्तारै आउँछ 2072 साल, जब केपी ओली प्रधानमन्त्री भएर आउँछन् पहिलो पटक। त्यही बेला नै उक्त चिया बगान अरू ठाउँमा सार्ने र बिर्ता मोडको अहिले चिया बगान बसिरहेको जुन महँगो जग्गा छ त्यसको सट्टामा अर्को गाउँतिरको अलिक सस्तो जग्गा साट्न पाउने भन्ने एउटा नियम ल्याउन खोजेका थिए केपी ओलीले, गिरिबन्धुकै हितलाई मध्यनजर राखेर। भनिन्छ कि गिरिबन्धुको नाम मात्रै हो, तर गिरिबन्धु जस्ता 170 वटा अरू उद्योगहरू छन् जसलाई यो नियमको कारणले फाइदा पुग्ने थियो। तर त्यो नियम प्रचलित कानुनको खिलाफमा हुने भन्दै अदालतमा एउटा मुद्दा पर्छ त्यो बेलामा। अनि त्यो बेलाको अदालतले यसो नगर्नको लागि भनेर सरकारको नाममा आदेश जारी गर्छ र यो निर्णयमा ब्रेक लाग्छ। त्यो बेलामा मुद्दा नपरेको भए अथवा अदालतले त्यो बेलामा यो निर्णयमा ब्रेक नलगाइदिएको भएदेखि यो सबै जग्गाको काम त्यही बेलामा सिद्धिसक्थ्यो। ब्रेक त लाग्यो, तर यो काम भने रोकिएन, भित्रभित्रै काम भइरह्यो। दोस्रो पटक जब केपी ओली फेरि प्रधानमन्त्री भएर आए, यो जानेर रोकिएको थियो, त्यही ठाउँबाट फेरि खेल सुरु भयो। पहिलो पटक यो नियम ल्याउन खोज्दाखेरि ऐन कानुनले छेकेको थियो र अदालतले फैसला गरेको थियो कि कानुनको विपरीत भयो। यसपटक नरहे बाँस नबजे बाँसुरी भने जसो गरेर अब नियम कानुन नै परिवर्तन गर्ने, ऐन नै संशोधन गर्ने दिशातर्फ लाग्छ केपी ओलीको सरकार। बाँकी सबै डाडु पुन्यौ त आफ्नै हातमा छँदै थियो। अब त्यो सबै गर्नको लागि सचिव मार्फत माथि पुर्याउनु पर्ने हुन्छ। तत्कालीन भूमि व्यवस्था मन्त्री थिइन् पद्मा अर्याल एमालेकी, जसले तत्कालीन सचिव केदार नेउपाने मार्फत यो काम गराउनको लागि भनेर अर्डर दिन्छन्। तर यो काम गर्नको लागि नेउपाने तयार हुँदैन, किनभने देखि इलिगल थियो, बदमासी गर्नको लागि ल्याइएको भन्ने कुरो उनलाई थाहा थियो। प्रधानमन्त्री र मन्त्रीले भनेको नटेर्ने सचिवलाई तुरुन्तै मन्त्री परिषदको कार्यालयमा लगेर थन्काइयो। अनि कर्णालीमा काम गरिरहेका एकजना सचिव थिए टेकनारायण पाण्डे, ती सचिवलाई अब भूमि सुधार मन्त्रालयमा सचिव बनाएर पठाइयो। त्यसपछि काम फटाफटी अगाडि बढ्न थाल्यो। अर्थात् सही गर्न नमान्ने र रिपोर्ट माथि पठाउन नमान्ने सचिवलाई कुनै काम नहुने ठाउँमा लगेर थन्काइदिने, आफूले भने अनुसारको काम गर्ने सचिवलाई ठाउँमा ल्याएर राख्ने काम भयो। यहाँनिर मैले स्क्रिनमा देखाएको हेर्दै जाने होला, त्यो बेलामा केपी ओली सरकारले राजपत्रमा सूचना निकालेको थियो, त्यही हो। यसमा टेकनारायण पाण्डेको पनि सही छ, अन्त्यमा त्यो हेर्नु होला। टेकनारायण पाण्डेको नाम त सुन्नुभएकै होला, फेरि छैन भनेदेखि मैले योभन्दा अगाडि बनाएको यो नक्कली शरणार्थी काण्ड जुन थियो त्यो बारेको भिडियो तपाईँले सायद हेर्नु भएको छैन। यदि त्यो भिडियो हेर्नु भएको भएदेखि तपाईँलाई थाहा होला कि त्यो काण्डका मुख्य नायिके मध्येमा एकजना यिनी टेकनारायण पाण्डे पनि थिए, जो माथि अहिले कारवाही चल्दैछ। अब यो गिरिबन्धु टी स्टेटमा पनि उनी धेरैवटा खेलाडीहरू मध्येमा एकजना खेलाडी उनी पनि देखिए। नेपालमा खेलाडी नै खेलाडीको कमी छैन। अब सचिवबाट हरियो झण्डा आइसकेपछि अब यो अलमोस्ट अन्तिम चरणमा पुगिसकेको थियो। सरकारले यो पासै गर्न रेडी भइसकेको थियो। तर त्यो बेलामा तगारो बनिदिए केही विपक्षी दलका सांसदहरू र आफ्नै दलका पनि केही सांसदहरूले यसको विरोध गरे। तर 2/3 सरकार थियो, सरकार किन डराउँथ्यो? सरकारले टेर्दै टेरेन, कसैको पनि केही लागेन। यसरी 2076 सालमा ओली सरकारले भूमि सम्बन्धी ऐन नै संशोधन गर्न सफल भयो। सिधा त्यो ऐन हेर्दैखेरि पनि थाहा पाइन्छ यो गिरिबन्धुको जग्गा सट्टा भर्न अथवा एक ठाउँको जग्गा दिएर अर्को ठाउँको जग्गा लिन सट्टापट्टा गर्नकै लागि भनेर ल्याइएको नियम थियो। यो पास हुँदाखेरि चाहिँ भूमि व्यवस्था मन्त्री थिए लक्ष्मणलाल कर्ण। याद रहोस्, यो संशोधन सुरु गर्दाखेरि नेकपा 2/3 बहुमत भएको सरकार थियो, केपी ओली प्रधानमन्त्री थिए। तर जति बेला यो पास भयो, पास हुँदाखेरि केपी ओलीको सरकार अल्पमतमा गइसकेको थियो, काम चलाउ गइसकेको थियो। संसद विघटनको मुद्दा अदालतमा पुगिसकेको थियो, विचाराधीन थियो। यस्ता दीर्घकालीन महत्त्व राख्ने कुराहरू कुनै पनि काम चलाउ सरकारले गर्न नपाउने नियम नै छ। तर शक्तिको अगाडि कसैको केही पनि लाग्दैन, शक्तिले मान्छेलाई अन्धो बनाउँछ। सरकार आफ्नो अन्तिम सास गन्दै थियो, तर पनि यस्ता निर्णयहरू भट्टाभटी गर्दै थियो। गजब हुन्छ यो देशमा। अब राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रले समेत रोकेर राखेको त्यो ऐन केपी ओलीको पालामा संशोधन भयो, भूमाफियालाई फाइदा हुने गरी। अनि त्यो ऐन राजपत्रमा पनि प्रकाशित भयो। शीर्षक नै छ जग्गाको हदबन्दी छुट दिने सम्बन्धी आदेश। यसको डिटेलतिर नलागौं, तर सारांशमा भन्ने हो भने यस्ता भूमाफियाहरू अर्थात् त्यो बेलामा हदबन्दी जुन छुट पाएका थिए त्यस्ता महँगो ठाउँमा भएका जग्गाहरूलाई सस्तो ठाउँमा सार, महँगो ठाउँमा भएको जग्गा बेचेर खाऊ, सस्तो जग्गा जेसुकै गर, हदबन्दीबाट बच, सरकारलाई घाटा लगाऊ, खाओ खुवाओ
खान ल्याओ सिद्धियो। यो हुने बित्तिकै फेरि पनि यो मुद्दा अदालतमा पुग्छ, अदालतमा मुद्दा पर्छ यसको विरुद्धमा। तर अदालतमा पनि नयाँ खेलाडीहरू आइसकेका थिए, राजनीतिक भर्तीहरू भइसकेका थिए, मुद्दा केही वर्ष अल्झिएर बस्छ, तुरुन्तै निर्णय हुँदैन। मैले अघि नै भनिसकेँ कि यति बेलासम्म नेकपा एउटै पार्टी थियो, 2/3 सरकार थियो, शक्तिशाली प्रधानमन्त्री थिए उनी, सर्वशक्तिमान। यस्ता निर्णयहरू टेर्ने अवस्थामै थिएनन् उनी। तर यही बीचमा केही चलखेलहरू भए, दृश्य अदृश्य व्हाटएभर, अन्ततः त्यो पार्टी 3 टुक्रामा विभाजित भयो। हिजोसम्म एउटै पार्टीभित्र भएका कारणले चुप लागेकाहरू अब बिस्तारो बिस्तारो यसको विरोध गर्न थाल्छन्। अब यो गिरिबन्धुको जुन जग्गा छ यसको र केपी ओलीको सरकारले भर्खरै ल्याएको जुन कानुन छ त्यसको सबभन्दा ठुलो विरोधी भएर निस्किन्छन् माधव कुमार नेपाल अनि प्रचण्ड। बिस्तारै केपी ओलीको सरकारलाई बाँच्न गाह्रो स्थिति आइपर्छ। सरकार ढल्ने लगभग निश्चित भइसकेपछि केपी ओली संसद विघटनतिर लाग्छन्, त्यसको विरुद्धमा अदालतमा मुद्दा पर्छ र यो मुद्दा सँगसँगै त्यो बेलाको अदालतले 2टा क्रान्तिकारी निर्णय गरिदिन्छ। अदालतले नाम नै किटेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु भनेर भनिदिन्छ। अदालतले दोस्रो निर्णय पनि गरिदिन्छ। त्यो के थियो भन्दाखेरि 2 वर्ष अगाडिदेखि अल्झिएर बसेको जुन जग्गाको हदबन्दी सम्बन्धी निर्णय गिरिबन्धुलाई फाइदा हुने गरी जुन सरकारले ल्याएको थियो त्यो मुद्दासँग सम्बन्धित पनि निर्णय अदालतले यही बेलामा गरिदिन्छ र यो कानुनलाई, यो नियमलाई जुन सरकारले ल्याएको छ त्यो नगर्नु, यो रोक्नु भनिदिन्छ। ओलीलाई एकैचोटि डबल झट्का लाग्छ अनि सबै कुरामा फाइदा हुन्छ देउवालाई। डाडो पुन्यौ सबै आउँछ देउवाको हातमा, गजब फेरि। अनि यही बेलामा शीतल निवासको जग्गा काण्ड पनि बिस्तारो चर्किँदै जान्छ र अदालतले यही बेलामा जुन 2टा क्रान्तिकारी निर्णय गरेको थियो तेस्रो पनि क्रान्तिकारी निर्णय गर्न अलमोस्ट रेडी भइसकेको थियो, मिति पनि तोकिसकेको थियो निर्णयको लागि, जसमा बाबुराम र माधव कुमार नेपाल फस्ने अलमोस्ट पोसिबल भइसकेको थियो, पक्का हुँदै थियो। तर त्यही बेलामा देउवाको सरकारले चोलेन्द्र शमशेरलाई महाअभियोग लगाउँछ। यो महाअभियोगमा काङ्ग्रेसको र विशेष गरी देउवाको ठुलो हात थियो। अर्थात् माकुने र बाबुराम अथवा शीतल निवास काण्डलाई मत्थर गराउनेमा देउवाको ठुलो हात छ। अब यहाँनिर गिरिबन्धुको जग्गाको कुरा हुँदैछ, त्यो काममा त सबै केपी ओली सरकारले नै काम बिगारेको रहेछ। अब शेरबहादुर देउवालाई ल्याएर यो ठाउँमा किन मुछेको भन्ने तपाईँको मनमा पक्का प्रश्न उठेको हुनुपर्छ। खेल बडो रोचक छ, कोही चोखा छैनन् यहाँ। 2061 साल जति बेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए त्यो बेलामा यही गिरिबन्धुले बेच्नै नपाउने जग्गा मध्येमा 51 बिघा जग्गा त्यही बेलामा बेचिसकेको हुन्छ। त्यो कुरो धेरै पछि आएर मात्रै खुल्छ। अब त्यस्तो ठाउँको त्यत्रो जग्गा सरकारी अड्डामा गएर काहीँ न काहीँ त पास गरेको होला, बेचेको भनेपछि कानुन नै मिचेर पास गर्दाखेरि पैसा धेरैतिर छरिएको होला। अरबौंको जग्गा थियो, सरकारमा बस्ने र सत्तामा बस्ने पार्टीहरूले केही न केही पैसा त चर्न पक्कै पनि पाएकै होला। पैसाको भ्रष्टाचार नभए पनि देउवा र ओलीले गरेको काम जुन छ यो गिरिबन्धु टी स्टेटको विषयलाई लिएर ती नीतिगत भ्रष्टाचार भने पक्का हुन्, त्यसमा दुई मत छैन। अब फेरि फिर्ता हौं अहिलेको वर्तमान समयमा, जब क्विन्टल सुन नेपालभित्र तस्करी गरेको कुरा बाहिर निस्किन्छ, जसबारे मैले 2टा भिडियो पनि बनाइसकेको छु, एकपटक हेर्नु होला हेर्नु भएको छैन भने। अब आएर केपी ओलीले सरकार यसमा पूर्ण रूपमा संलग्न भएको र सरकारकै मिलेमतोमा यो तस्करी भइराखेको, त्यसमाथि गृहमन्त्रीकै संलग्नता छ भनेर एउटा उच्च स्तरीय छानबिन आयोग गठन गर्नको लागि उसले दबाब दिन थाल्छ र यसैको लागि संसद अवरोध पनि गर्न थाल्छ। अब त्यो सँगसँगै यो सुनकाण्डमा माओवादी नेता महराको पनि नाम मुछिँदै जान्छ, उनको संलग्नता पनि खुल्दै जान्छ बिस्तारै। अब यसको लागि उच्च स्तरीय आयोग गठन गर्नको लागि माओवादी र काङ्ग्रेसका नेताहरू तयार हुँदैनन्, तर त्यसको जवाफमा प्रचण्डको सरकारले यदि यसमा उच्च स्तरीय आयोग गठन गर्नुपर्छ भने तिम्रो पालामा भएको गिरिबन्धु जग्गाको पनि म फाइल खोलिदिन्छु भनेर बार्गेनिङ चिप्सको रूपमा प्रचण्डको सरकारले यो गिरिबन्धु टी स्टेटको केसलाई प्रयोग गरेको देखिन्छ। तर सबैलाई थाहा छ कि यस्ता कुनै पनि भ्रष्टाचारका फाइलहरू खुल्ने हो भने एउटा होइन, 2टा होइन, साराका सारा नेताहरू, त्यो पनि उच्च स्तरका नेताहरू मुछिने पक्का छ, कोही पनि बस्नेवाला छैन। सबैको पापको घैँटो भरिएको छ। त्यसैले अहिले जति पनि मुद्दाहरू तातेका छन्, नक्कली शरणार्थी होस् अथवा सुनकाण्ड होस् अथवा शीतल निवास होस्, बाल मन्दिर होस्, जुद्धोदय होस्, जति पनि अहिले घटनाहरू तातेका छन् ती सबै घटनाहरू बिस्तारो सेलाउँदै जाने पक्का छ, त्यसको संकेत देखिन थालेको छ। तर हामी चनाखो भयौं र सिटी फुक्ने काम बन्द गरेनौं यदि हामीले भने केही न केही चाहिँ पक्का पनि हुन्छ। त्यो केपी ओली आई लभ यु धेरै भएको छैन, 2-3 वर्ष अगाडिसम्मै पनि केपी ओली जहाँ जान्थे यो नारा त्यहाँ लाग्ने गर्थ्यो। युवा होस् या युवती, वृद्ध होस् या बालक, सबैको मुखमा झुन्डिएको थियो केपी ओली आई लभ यु।
कार्यक्रमहरूमा मात्र नभएर सामाजिक सञ्जालमा पनि युवाहरूले केपी ओली प्रतिको प्रेम यसरी देखाउँथे। यिनै कुराहरूले गर्दा होला एमालेमा पनि एक खाले दम्ब थियो, सधैँ यस्तै भइरहन्छ भन्ने थियो। 17 इयर्सका युवाहरू भन्दैछन् वी लभ केपी ओली। 17 इयर्सका युवाहरूको नारा हो नेपाली जनताको एउटै बोली वी लभ केपी ओली। आज तपाईँ युवाहरूले लगाउनु भएको नारा यही हो। हामी भन्न चाहन्छौँ यो 17 वर्षको युवाले लगाएको नारा नेपालको राजनीतिमा 50 वर्षसम्म टिक्नेछ र 50 वर्षसम्म केपी ओलीको राज यो मुलुकमा रहनेछ। केपी ओलीको विचार, मूल्य, मान्यता यो मुलुकमा रहनेछ। तर 50 वर्ष त कहाँ, यो 2 वर्षको अन्तरालमै यो नारा लाग्न बन्द मात्र भएको छैन, केपी ओलीलाई सार्वजनिक कार्यक्रमबाटै जनताहरूले लखेटिरहेका छन्। अब 2 वर्षमै यो अवस्था कसरी आइपुग्यो त? केपी ओली कहाँ चुके त जसले गर्दा आज उनको लोकप्रियता ध्वस्त हुन पुग्यो? आउनुहोस् सबै बुझ्ने कोसिस गरौँ आजको इनडेप्थ स्टोरीमा। काठमाडौँ पोखरा रेल बेनी जाँदा कहाँबाट जान्छ? पुष्पा हुनु परेन? ओलीको फल भन्दा पनि यो त सायद फ्री फल नै होला। यो फ्री फल हुनुमा हामीले 5 कारणहरू औल्याएका छौँ। तर त्यसमा प्रवेश गर्नुभन्दा अगाडि एकैछिन समग्रमा हेरिहालौँ उनको अमेरिका भ्रमण कस्तो रह्यो त। 30 सेप्टेम्बरमा अमेरिकाको 10 दिने भ्रमण सकेर ओली एयरपोर्टमा ल्यान्ड गर्दै गर्दा तपाईँको यो भ्रमणले नेपाललाई चाहिँ कस्तो अर्थ राख्छ भनेर पत्रकारले प्रश्न सोधेका थिए। त्यसमा ओलीको जवाफ तपाईँहरू आफै सुन्नुहोस्। म कुनै भैँसी दुहुन गएर दुध लिएर आएँ भने जस्तो होइन। हाम्रा विचारहरू, हाम्रा समस्याहरू, हाम्रा विचारहरू त्यहाँ राख्न गएको राखियो। विरोधका लागि विरोध होला, सरकारले गर्ने सम्मको प्रयास तत्काल मिटिङहरू बसेर तत्काल सेना प्रहरी खटेर उद्धार कार्यहरू गरेको छ। अब बाढी आउने कुरालाई त रोक्न सकिँदैन थियो, उद्धार गर्ने कुरा हो, राहत पुर्याउने कुरा हो। र पहिरो जाने कुरा पनि पूर्व सूचना गरेर पहिरो जाँदैन, पहिरो गएपछि क्षति पुर्याउनै भयो। त्यसमा सरकारले तदारुकताका साथ उद्धार कार्य र राहत कार्य पुर्याउने हो। बाढी र पहिरोले देशमा आतंक फैलाएको समयमा ओली देशमा थिएनन्। बाढीका कारण यस्ता दृश्यहरू त तपाईँ हामीले सामाजिक सञ्जालमा देख्नु परेकै थियो। प्रधानमन्त्री आएर बाढीमा बगेका नागरिकहरूलाई जनताहरूलाई तानिदिउन् आफै भन्ने जनताको अपेक्षा हुँदै होइन। तर सबैले अभिभावक खोज्ने भनेको चाहिँ यस्तै गाह्रो समयमा हो। छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री 3 दिनमै भ्रमण सकेर 25 सेप्टेम्बरको दिन नै देश फर्किसकेका थिए। तर देशमा यस्तो विपत्ति आउँदा पनि ओलीले भ्रमण छोट्याउनु त कहाँ हो कहाँ, उल्टै एयरपोर्टमा पत्रकारसँग जङ्गिन खोजे। हामीले खोजेको अभिभावक यस्तो हुँदै होइन। हुन त एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण एकदमै उपलब्धिमूलक रहेको भनेर बतायो। मिडियाहरूले पनि त्यही समाचार लेखे। तर वास्तवमा मजाले एनालाइसिस गर्ने हो भने उनको अमेरिका भ्रमण फ्लप नै भयो भन्दा फरक पर्दैन। अमेरिकामा संयुक्त राष्ट्रसङ्घको समिट अफ द फ्युचरको सम्बोधन बाहेक प्रधानमन्त्रीका कुनै कार्यक्रम पनि खास गरी गम्भीर र महत्त्वपूर्ण थिएनन्। ती औपचारिकतामा मात्र सीमित थिए। बाँकी कार्यक्रम परराष्ट्र मन्त्री आर्जु राणा देउवालाई जिम्मा लगाएर प्रधानमन्त्री तत्काल फर्किहाल्दा केही पनि बिग्रिँदैन थियो। तर उनले त्यसो गर्न चाहेनन्, घुमिरहे। सुरुमा त न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा बालेन र रवि समर्थकले कालो झण्डा देखाउने डरले प्रधानमन्त्री जानै डराए। धेरै ठुलो रकम खर्चेर त्यहाँका नेपालीहरूले प्रधानमन्त्रीको स्वागतमा कार्यक्रम गरेका थिए, जुन उनी नगइदिए पछाडि उपलब्धिहीन बन्न पुग्यो। त्यस्तै कोलम्बिया विश्वविद्यालयमा आयोजना भएको कार्यक्रममा ओली सहभागी त भए, तर त्यहाँ विद्यार्थीहरूले सोधेको प्रश्न नै नबुझेकाले ओली हास्यको पात्र बनेर फर्किए। यति हुँदा पनि ओलीमा लाज भने देखिएन।
हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा पनि उनी सहभागी भए, तर त्यहाँ पनि हालत त्यही भइदियो। हार्वर्डको इन्स्टिट्युट अफ पोलिटिक्सले युट्युबमा हालेको उनको यो भिडियोको कमेन्ट सेक्सन आफै पढ्नुहोस्। भ्युअर्सहरूले ओलीमाथि त प्रश्न उठाए, उनलाई प्लाटफर्म दिने र कार्यक्रममा बोलाउने इन्स्टिट्युटमाथि पनि प्रश्न उठाए। यस्ता मान्छेलाई तपाईको इन्स्टिट्युसनमा बोलाउनुहुन्छ भने तपाईको इन्स्टिट्युसन फेल नै भइसकेछ नि भन्ने खाले कमेन्ट पनि जनताले उक्त युट्युब च्यानलको उक्त भिडियोमा कमेन्ट गरेका छन्। अझ ओलीको अमेरिका भ्रमणको क्रममा भएका धेरै जस्तो राजनीतिक भेटघाट फोटो खिचाउने गरी मात्र भएको देखिन्छ। ओलीले भेट्न त भारतीय प्रधानमन्त्री, फिनल्यान्डका राष्ट्रपति, कतारका प्रधानमन्त्री, पाकिस्तानका प्रधानमन्त्री लगायतसँग भेटे, तर अधिकांश भेट आधा घण्टा जतिको मात्र भयो। यसो चिन्दान गर्यो, फोटो खिच्यो, हिँड्यो, त्यतिमै उनको भेटघाट सीमित भयो। यसरी समग्रमा हेर्दा ओलीको अमेरिका भ्रमण फ्लप होइन, सुपर फ्लप नै भयो र उनको लोकप्रियता नेपालमा मात्र नभएर अमेरिकामा पनि या भनौँ विश्वभरि नै धेरै घटेको रहेछ भन्ने बुझ्न सकिन्छ। अब उनको लोकप्रियता घट्दै जानुको मुख्य कारणहरू के हुन् त? नम्बर 1, एक्सपेक्टेसन्स भर्सेस रियालिटी। 2072 सालको संविधान बने पछाडि पहिलोपल्ट प्रधानमन्त्री बनेका ओली यही 10 वर्षको अवधिमा 4 पटक प्रधानमन्त्री बनिसके। उनी जनतालाई आश देखाउन त सिपालु छन्, तर डेलिभर गर्ने ठाउँमा 4 चोटि पुग्दा पनि पटक पटक चुकिरहेका छन्। पहिलोपल्ट उनी प्रधानमन्त्री हुँदा एकातिर विनाशकारी भूकम्प र अर्कोतिर भारतको अघोषित नाकाबन्दीका कारण देशको अर्थतन्त्र शिथिल भएको थियो। जनतामा भारत विरोधी सेन्टिमेन्ट थियो। बाठा ओलीले जनतालाई आफ्नो पक्षमा लिनलाई आफू पनि भारत विरोधी बनिहेरे र देश र नागरिकको पक्षमा उभिँदै नाकाबन्दी नखुलाएसम्म भारत भ्रमण नगर्ने चुनौती पनि दिए। त्यसका साथसाथै बेला बेला भारत विरोधी अभिव्यक्तिहरू पनि दिइरहेका थिए, जसले गर्दा उनी देशभक्त राजनेताका रूपमा उदाएका थिए। अझ एमाले उनलाई राजनेताकै रूपमा प्रचार गरिदियो। यसरी आफूले बनाएको प्याट्रोटिक इमेज उनलाई पछि पहिलोचोटि प्रधानमन्त्रीको पोस्टबाट हट्दा पनि काम लाग्यो। लगत्तै आउँदै गरेको 2074 सालको निर्वाचनमा ओलीले सपनाहरू बाँड्न थाले। उनले सुखी नेपाली समृद्ध नेपालको नारा लिएर नेपाललाई मध्य स्तरको देश बनाउने सपना देखाए। घर घरमा पाइपबाट ग्यास, केरुङ काठमाडौँ पोखरा रेल, नेपालको आफ्नै पानी जहाज लगायतका उनका सपनाहरू पहिला त जनतालाई हावादारी लाग्यो, तर पछि बिस्तारै जोडिँदै गए, जसले गर्दा उनी झन लोकप्रिय बन्दै गए। अवस्था कस्तोसम्म बन्यो भने उनी गएका ठाउँहरूमा केपी ओली आई लभ यू को नारा र उनी नपुगेका ठाउँहरूमा पनि मै पनि एमाले सै पनि एमालेको गीत गुन्जिन्थ्यो। माहौल पुरै ओलीमय थियो। यो लोकप्रियता भोटमा पनि परिणत भयो। 2/3 बहुमत सहितका शक्तिशाली प्रधानमन्त्रीका रूपमा ओली उदाए, तर प्रधानमन्त्री बनेर डेलिभर गर्ने ठाउँमा पुग्दा तुच्चे नक्सा बाहेक उनले केही पनि दिन सकेनन्। उनकै कारण पार्टी फुट्यो, उनकै कारण 2 पटक प्रतिनिधि सभा विघटन भयो। यसरी जनतालाई आफैले देखाएको सपना ओली आफैले तुहाइदिए। नम्बर 2, डिमिनिङ स्पिच। मदन भण्डारीको यो स्पिचलाई एकपटक सुन्नुहोस्। राजा मान सम्मानलाई उपभोग गर्दै किनारामा बसे बक्सियोस् महाराज, हात नलम्काई बक्सियोस्, आँखा नचम्काई बक्सियोस् र आफ्ना सण्ड मुसण्डहरूलाई नचलाई बक्सियोस्। र यदि सण्ड मुसण्डहरूलाई नै चलाउने हो भने, यदि सण्ड मुसण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले नै श्रीपेज उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनु पर्यो, ताकि प्रतिद्वन्दिता गर्न सकियोस्। उनले राजाको आलोचना गर्दा पनि भाषिक मर्यादाको ख्याल राखेका थिए। अब ओलीको यो अभिव्यक्तिलाई सुन्नुहोस्। नेपाल घुम्न आएकी विदेशको क्षेत्र नेपाल घुम्न आएकी मन्त्री भयो। यो अभिव्यक्ति ओलीले राष्ट्रपाकी नेत्री सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्दाखेरि दिएको अभिव्यक्ति हो। कुन लेभलको तुच्छ भाषा प्रयोग गर्छन् आफै देखिहाल्नु भयो। त्यति मात्र होइन, केही महिना अगाडि त ओलीले बालनलाई झिङ्गाकै संज्ञा दिँदै भैँसीलाई चार्ला ताने भनेर झिङ्गा दङ्ग पर्छ भनेका थिए। अझ अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले संसदमा प्रतिपक्षप्रति निम्छरो शब्द उच्चारण गरेका थिए। आक्रोश कुण्ठा र निम्छरा अभिव्यक्तिहरूको वास्ता नगरेर प्रतिपक्षले विरोध गर्दा सदन अवरुद्ध भयो। पछि सभामुखले सो शब्द रेकर्डबाट मेटाउन रुलिङ गर्नु परेको थियो। अझ एकपटक ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भँगेरा भनिदिए। सुनसरीमा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रसभा सभापति लामिछाने विरुद्ध काङ्ग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सर हो भनेका थिए। रवि लामिछानेका विरुद्ध खनिएको छ भने
ओलीको बोली कति डिमिनिङ हुन्छ भन्ने त सानो उदाहरण तपाईहरूले एयरपोर्टमै उनको अभिव्यक्तिमा देखिहाल्नुभयो। यस्तो छुद्रो र छुच्चो बोलीले नै गर्दा हो जनताहरू उनीसँग आक्रोशित भएको। ओलीको लोकप्रियता घट्नुको अर्को कारण हो करप्सन। उनी भन्न त म भ्रष्टाचार गर्दिनँ, कसैलाई पनि भ्रष्टाचार गर्न दिदिनँ भन्छन्, तर भ्रष्टाचार जस्तो गम्भीर विषयमै हदम्याद इन्ट्रोड्युस गरेको बिल सदनमा लिएर आफै जान्छन्। हुन त यो सरकार बनेकै भ्रष्टाचारीहरूलाई जोगाउनलाई हो, तर धन्न त्यो हदम्यादको विषय चाहिँ तपाईहरूले नै राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई कल गरेर पास हुनबाट रोकिदिनु भयो। फेरि पनि धन्यवाद छ यहाँहरू सबैलाई। यदि त्यो नरोकिएको भए ओली यो पटक त डिक्टेटरै भएर निस्कन्थे। ओली प्रधानमन्त्री हुँदा भ्रष्टाचारका विभिन्न काण्डहरूमा मुछिएका व्यक्तिलाई संरक्षण गरेको आरोप छ। वाइड बडी विमान प्रकरण, ओम्नी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, यति प्रकरण लगायतमा ओलीले आफ्नाहरूलाई बचाएको आरोप लाग्दै आएको छ भने गिरिबन्धु टी स्टेटको जग्गा प्रकरण र सुकुम्बासी जग्गा प्रकरणमा त उनी स्वयं नै मुसिएको आरोपहरू छ। नम्बर 4, सोसल मिडिया एन्ड पपुलारिजम। दशैंको समय अझ बाढीले सडक पनि अवरुद्ध भएको समयमा डोमेस्टिक एयरलाइन्सको भाडा वात्तै बढ्यो। 5,000 को टिकटलाई 11-12,000 सम्मै लिन थालियो। त्यो मध्येको एउटा एयरलाइन्स त ओली निकटकै मानिन्छ। तर पपुलारिजमका लागि ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत एयरलाइन्सहरूलाई पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न हुन अनुरोध गरे। लिटरल्ली अनुरोध गरे। वास्तवमा प्रधानमन्त्रीले अनुरोध होइन निर्देशन दिने हो, तर सायद त्यसमध्येको ठुलै रकम चुनाव ताका उनको गोजीमा पनि जाने भएरै होला उनले निर्देशन त किन दिन्थे र पानीमाथिको ओभानो बन्न अनि लाइक पाउनलाई अनुरोध गर्दछु भन्दै पोस्ट गरे अनि सकियो। अहिले पनि त्यो भाडाहरू घटेको छैन। त्यस्तै बैंक ट्रान्सफर गर्दा 11 रुपियाँ 30 पैसा एक्स्ट्रा काटिन्छ। यो हुन थाले धेरै भएको छैन, ओली प्रधानमन्त्री हुन थालेपछि नै हो। तर यसमा पनि ओलीले निर्देशन दिनु, समाधान गर्नु भन्दा पनि फेसबुकमा पोस्ट गरेर लाइक बटुल्ने काम मात्र गरे। फलस्वरूप अहिले पनि 11 रुपियाँ 30 पैसा हरेक ट्रान्जेक्सनमा काटिन्छ। त्यो 11 रुपियाँ 30 पैसा मध्येको 1.3 रुपियाँ यानि कि 1 रुपियाँ 30 पैसा सरकारले भ्याट लगेको हो। 13% भ्याट सरकारलाई जाने पैसा हो त्यो। बाँकी 10 रुपियाँ चाहिँ बैंक र सर्भिस प्रोभाइडर यानि कि फोन पे बीच बाँडिने हो। त्यो कम्पनीका मालिक ओली निकटकै मानिन्छन्। प्रधानमन्त्रीले चाहने हो भने यो पैसा लिन नमिल्ने बनाउन सक्छन्, एकै कलमा फ्रीमा ट्रान्जेक्सन गर्न मिल्ने बनाउन सक्छन्। तर उनी यसो गर्दैनन्। फेसबुकमा लाइक बटुल्छन् तर काम गर्दैनन्। त्यस्तै प्रधानमन्त्रीले प्यारा ओलम्पिक्समा पदक विजेता पलेसालाई आफ्नै गोजीबाट 65 लाख रुपियाँ दिन लागे जसरी यसरी पोस्ट गरे। तर न उनी आफैले पैसा दिन लागेका हुन् न त उनले निर्णय नै गरेको हो। यो धेरै पहिला निर्णय भइसकेको कुरा थियो जसमा प्रधानमन्त्रीले क्रेडिट लिने काम मात्र गरे। लोकप्रियताकै लागि कहिले उनी म त प्रधानमन्त्री हो भन्ने कुरा पनि बिर्सिन्छन् र वडा अध्यक्षले गर्ने काम गरेर बस्छन्। अब यो त सामाजिक सञ्जालको कुरा भयो। त्यो बाहेक पनि उनले योभन्दा अघिल्लो कार्यकालमा लोकप्रियताकै लागि यसरी सडकमा पोलमा अनि पत्रिकाको फ्रन्ट पेजमा सरकारको पैसा खर्च गरेर आफ्नो फोटो छापेको त बिर्सिनु भएको छैन होला। के नै हुन लागे जसरी नयाँ युगको सुरुवात भनेर लेखिएको थियो। खै त त्यो नयाँ युग। यी पुराना र थोत्रा नेता रहन्जेलसम्म नयाँ युग त मरिगए पनि आउँदैन। अब पपुलारिजमको कुरा छाडेर लागौँ 5औं पोइन्टमा। 5औं पोइन्टमा हामीले अदर्स भनेर राखेका छौँ, जसमा उनको लोकप्रियता गुम्नु पछाडिका अन्य कारणहरू केलाउने कोसिस गरेका छौँ। एउटा कारण चाहिँ के हुन सक्छ भने उनी असलको विरोध र खराबको पक्ष पोषण गर्ने काम गर्छन्। आउने बित्तिकै कुलमान घिसिङलाई हटाउन खोज्नु र बालेनसँग जुवारी खोज्नु यसको उदाहरण हो। बालेन र ओलीको ब्याटलको बारेमा त हामीले भिडियो बनाइसकेकै छौँ, पक्कै पनि हेर्नुभयो होला। त्यस्तै ओली आउने बित्तिकै डिक्टेटर बन्ने छनक देखाइसकेका थिए। उनले सके जति मिडियालाई आफ्नो पक्षमा लेख्न लगाए र उनको विरुद्धमा बोल्नेहरू जतिलाई कि त हामीलाई जसरी वार्निङ पठाए अझ सर्वसाधारणलाई त जेल नै हाले। यसले गर्दा यो हजुरबा आएपछि चाहिँ बोल्नै नपाइने हो त भनेर नयाँ पुस्तामा यसको विरुद्धमा आक्रोश बढेको देख्न सकिन्छ। अर्को आक्रोश बढ्नु र उनको लोकप्रियता घट्नुको कारण चाहिँ उनको विगत पनि हो। पछिल्लो कार्यकालमा ओलीले संसद विघटन गरे। जनताले दिएको भोटको अवमूल्याङ्कन गर्दै डिक्टेटर बन्ने बाटोतिर हिँडे, जसले गर्दा त्यति बेलाबाट नै ठुलो तबका नै
ओली विरुद्ध आक्रोशित भएको थियो। त्यस्तै कोभिड महामारीको समयमा पनि ओली सरकारले हजारौं मानिसलाई सीमा नाकामा रोकेर बेहाल बनाएको थियो। महामारी रोक्ने नाममा गरिएका यस्ता प्रयत्न अर्थहीन र अवैज्ञानिक थिए। तिनले मान्छेलाई दुःख दिने काम मात्र गरे, अरू केही पनि गरेनन्। अर्कोतिर उनी आफै भने हास्यौं गर्यो भने कोरोना भाग्छ, अम्बाको पातले गार्गेलिङ गर्नुपर्छ जस्ता बेतुक्का र पुष्टि नभएका अवैज्ञानिक अर्थी उपदेशहरू छाडिरहेका हुन्थे। यसले पनि उनको प्रकोप व्यवस्थापनतिरको संवेदनशीलता कस्तो थियो भन्ने कुरा प्रष्ट देखाउँछ। 2072 सालको संविधान पश्चातको यो 9 वर्ष हेर्ने हो भने ओली 4 चोटि प्रधानमन्त्री भए र 9 वर्षमध्ये करिब आधा भन्दा बढी 4.5 वर्ष नै शासन गरे। यसरी पटक पटक मौका पाउँदा पनि डेलिभर नगर्ने सबैभन्दा असक्षम प्रधानमन्त्री उनी नै हुन्। ओलीको लोकप्रियता घट्नु पछाडि धेरै कारणहरू होलान्। हामीले त यहाँनिर धेरैलाई समेट्न पनि सकेनौँ होला, तर उनको लोकप्रियता घट्नुको सबैभन्दा मुख्य कारण चाहिँ उनी आफै र उनको छुच्चो बोली हो। एयरपोर्ट आउने बित्तिकै उनले भैँसी दुन गएको होइन म भनेर भनेका थिए। हामी जनताले पनि प्रधानमन्त्री भैँसी दुन गएका हुन्, ढुङ्ग्रोभरि दुध लिएर आउँछन् अनि कुँडोमा तताएर सबै वरिपरि बसेर खाउँला भनेर सोचेर बसेका थिएनौँ। उनले यो कुरा बुझ्न सक्नु पर्थ्यो। यदि उनी साँच्चीकै हाम्रो अभिभावक भइदिएको भए उनले सायद म नभएको बेला विपत्ति आयो छिटै फर्किन्छु भन्दा भन्दै पनि प्रक्रियागत झन्झटले ढिला भइदिइ गयो, सरकारबाट केही कमी कमजोरीहरू भएका छन्, अब म आएको छु, सबैजना मिलेर यो विपदको सामना गर्नुपर्छ है भनेर उनले भन्न सक्थे। तर उनी कहाँ हाम्रो अभिभावक हुन् त, कहाँ हाम्रो प्रधानमन्त्री हुन् त? उनी त व्यापारीले बनाइदिएको प्रधानमन्त्री हुन्, अरूले बनाइदिएको पपेट प्रधानमन्त्रीले भन्ने नै यही नै हो। यही कारणले गर्दाखेरि नै त उहिले आई लभ यु केपी बा भन्नेहरूले नै अहिले सार्वजनिक मञ्चबाट नै केपी ओलीलाई लखेटिरहेका छन्। यस्तै अवस्था रहिरहने हो भने बालुवाटारबाट पनि उनलाई कुनै दिन नलखेट्लान् भन्न सकिँदैन। के लाग्छ?